हेलो ब्युटिफुल सोल्स। आज म म्याजिक बुकको सिरिज सुरु गर्दैछु है। र म्याजिक बुकबाट एउटा लाइन चाहिँ तपाईहरुलाई शेयर गर्न चाहन्छु। त्यसमा के लेखिएको छ भन्दा ग्र्याटिट्युड इज द ब्रिज बिट्विन वेयर यु आर एन्ड वेयर यु वान्ट टु बी। है, यो लाइन पढ्दा चाहिँ मलाई एउटा इन्ट्रेस्टिङ स्टोरी याद आयो। म सुनाउँछु ल। एउटा सानो गाउँमा चाहिँ राम नामको केटो बस्थ्यो। राम सधैँ कम्प्लेन गर्थ्यो, यो छैन, त्यो छैन, मेरो चाहिँ लक नै राम्रो छैन, अरूको लाइफ मात्रै राम्रो छ। एक दिन चाहिँ बिहान उठ्दा उसले आफ्नो घरको अगाडि एउटा पुरानो रातो साइकल देख्यो के। र उसलाई अचम्म लाग्यो, कसको साइकल होला त यो? गाउँभरिको मान्छेलाई सोध्यो, कसैको पनि होइन। उसले चाहिँ त्यो टाइममा के सोच्यो भन्दा वाउ, भगवानले मलाई गिफ्ट दिनुभयो कि क्या हो। त्यो दिन चाहिँ उसको मुड एकदमै राम्रो भयो। साइकल चढेर ऊ गाउँ घुम्न पनि निस्क्यो। बिहानदेखि साँझसम्म सबैलाई भन्थ्यो, हेर त मेरो लक त फाइनली खुल्न थाल्यो। तर भोलिपल्ट उठ्दा साइकल त गायब। राम फेरि रिसायो, यो त पक्का चोरले लग्यो होला। 3 दिनसम्म चाहिँ राम दुखी भयो। अनि चौथो दिनमा एउटा सानो केटो उसको घरमा आयो र उसले भन्यो, दाइ, यो साइकल त मेरो हजुरबुवाको हो, हामी खोज्दै थियौं। रामलाई अलि अक्वर्ड फिल भयो। मनमा नै सोच्यो, थेट, अस्तिसम्म त म युनिभर्सले गिफ्ट पठाए भनेर खुसी हुँदै थिएँ। त्यो रात रामले एउटा के कुरा बुझ्यो भन्दा साइकलले उसलाई ह्यापी बनाएको चाहिँ होइन रहेछ, होइन त? उसको ग्र्याटिट्युडले चाहिँ उसलाई ह्यापी बनाएको रहेछ भन्ने कुरा उसले बुझ्यो। जब उसले त्यो साइकललाई ब्लेसिङ जस्तो हेर्न थाल्यो, उसको मुड चेन्ज भयो। र जब फोकस चाहिँ उसको लसमा गयो, ह्याप्पिनेस पनि गयो। अनि त्यही दिनदेखि चाहिँ उसले डेली ग्र्याटिट्युड प्र्याक्टिस गर्न सुरु गर्यो। सानो सानो कुराको लागि, फ्रेश हावाको लागि, एउटा सानो कप अफ टीको लागि, फ्यामिलीको लागि, हेल्थको लागि र एभ्री डे नयाँ दिनको सुरुवातको लागि। र बिस्तारै उसको लाइफ चाहिँ चेन्ज हुन थाल्यो। र यो स्टोरीबाट हामीले सिक्नुपर्ने लेसन चाहिँ के हो भन्दा कहिलेकाहीँ चाहिँ म्याजिक हाम्रो बाहिर हुँदैन के। म्याजिक चाहिँ हामीले कुन कुरामा बढी फोकस गर्छौं त्यो कुराबाट हुन्छ। जहाँ ग्र्याटिट्युड जान्छ त्यहाँ ब्लेसिङ्स पनि ग्रो हुन थाल्छ, हैन? सो अब म तपाईहरुलाई एउटा च्यालेन्ज दिन्छु। आजको राति सुत्नुभन्दा अगाडि 3वटा कुरा कमेन्टमा या आफ्नो जर्नलमा लेख्नुस्, जसको लागि चाहिँ तपाई एकदमै ग्रेटफुल फिल गर्नुहुन्छ। र यदि तपाई पनि यो म्याजिक प्र्याक्टिसमा मसँग जोइन गर्न रेडी हुनुहुन्छ भने मेरो इन्स्टाग्राममा डीएम गर्न सक्नुहुन्छ या सिम्पली कमेन्टमा म्याजिक भनेर टाइप गर्न सक्नुहुन्छ। लेट्स प्र्याक्टिस द म्याजिक टुगेदर। थ्यांक यू।